गाइस अब चाहिँ हाम्रो गोर्खाहरूको 5 दिन भइसक्यो गाइस अनि मेरो साथी चाहिँ यहाँनिर वर्कआउट हानिदिँदैछ अनि 5 दिन भइसक्यो गाइस गोर्खाहरूको अनि यहाँनिर हामीले भर्खर रनिङ गरेर आएको गाइस अनि भर्खर आधी घन्टा जस्तो भयो हामीले वर्कआउट हानेको यहाँ हेर्नुहोस् गाइस डम्बल सम्बल यहाँनिर हामीले पसिना सरी भइकन हामीले लुगासुगा खोलिकन बसिरहेको छौँ गाइस अनि यस्तो राति भइरहेको छ गाइस यति बेला पनि गरिरहेको छ गाइस हामीले किनकि बिहान हामीले भ्याउँदैन गाइस किनभने बिहान हाम्रो ट्युसन हुन्छ अनि बेलुका चाहिँ किनभने त्यो पनि आफ्टर स्कुल गर्छ गाइस हाम्रो मोटिभेसन हेरेर त्यसले गर्दाखेरि पनि तपाईँहरू गर्नुहोस् गाइस वर्कआउट रिलहरू मात्रै स्क्रोल गर्नु हुँदैन गाइस वर्कआउट पनि गर्नुपर्छ आफ्नो जिउपट्टि पनि ध्यान दिनुपर्छ गाइस मगज होइन जिउ पनि ध्यान दिनुपर्छ होइन गाइस गाइस हेर्नु होला भिडियो त्यसैले गाइस अनि यस्तो मोटिभेसन दिँदा पनि गर्नुहोस् होला गाइस किनकि ठुलो मान्छेकोबाट त गाइस मोटिभेसन भेट्छ किनकि सानो मान्छेकोबाट पनि मोटिभेसन चाहिँ राख्नुपर्छ गाइस अनि त्यही मोटिभेसन राखेर चाहिँ तपाईँहरू पनि वर्कआउट गरिदिनुहोस् होला अनि त्यही आशा राख्दैछु तपाईँहरूले वर्कआउट गर्नु सक्छ होला अनि हाम्रो रुमको कन्डिसन पनि बहुत खराब छ गाइस हेर्नुहोस् गाइस यस्तो खत्तम छ कि तपाईँहरूको अब के भन्नु तपाईँहरूले अब जतिको रुममा गर्छ हामीले त त्यत्तिकोमा पनि गर्दैन हेर्नु गाइस यस्तो खत्तम छ रुमको कन्डिसन अनि हामीले हाम्रो अब हल्का देशीमा गर्दैछु मैले अलिक सानो भएर पनि अब त्यत्तिको गर्दैछौँ तपाईँहरू ठुलो भएर पनि अब गर्नु सकेन भने अब हामी के भन्नु सक्दैन तर पनि भनेको अब हामी सानो भएर पनि यङ युथको फिटनेस हो गाइस यो गाइस त्यति भन्न चाहन्छु म अनि अब गरिदिनुहोस् होला तपाईँहरू कति मान्छेले देख्नुहुन्छ होला गाइस तपाईँहरूले रोडतिर पनि गरेको अनि बिहान गर्छ गाइस अनि त्यस्तो देखेर पनि तपाईँहरूले गर्नु भएन भने चाहिँ अब के भन्नु हो गाइस हामी पनि अब त्यस्तै देखेर मोटिभेसन भएर हामी पनि गर्नु थालेको हो गाइस पहिला पनि गर्थ्यौँ अब फेरि पनि गर्नु थालेको अब त गाइस कन्टिन्यू हुन्छ अब हाम्रो कन्टिन्यू हो गाइस सपोर्ट हाल्नुहोस् गाइस अनि यति भन्न चाहन्छु हो अब यहाँनिर यस्तो कन्डिसन देखेर पनि के भन्नु हो गाइस अब त्यही त गाइस अब त्यतिमा भने अब अरू नगरे पनि गाइस पुसोस् भनिहाल्नुहोस् क्या गाइस अब किनकि तपाईँहरू हेर्नुहोस् गाइस अब कतिजना त अब हल्का अब पढ्नुहरू पनि कतिजना सक्दैन सानोहरू त अब गाइस अनि तिनीहरू 10हरू पढ्दै गरेको हुन्छ अब तिनीहरूलाई हल्का अब प्रोनको एडिक्सनहरू लाग्छ गाइस अनि तिनीहरूले पुसअप्सहरू हान्दै गर्दाखेरि अब त्यो प्रोनको एडिक्सनबाट हटेर यतापट्टि पनि जानु सक्छ अब गाइस अनि त्यहाँबाट जस्तै अस्ति हाम्रो एकजना भाइ थियो उसलाई पनि अहिले प्रोनको एडिक्सन लागिरहेको छ गाइस अनि त्यसले गर्दाखेरि तपाईँहरूलाई पनि त्यही भएर हामीले यस्तो प्रोनको एडिक्सनहरूको बारेमा भनेको गाइस अनि त्यसले गर्दाखेरि भन्दैछौँ हामी गाइस जति सक्दो चाहिँ भन्छु गाइस अब के भन्छ यो भिडियोलाई तपाईँहरूले इग्नोर चाहिँ नगरिदिनुहोस् होला अब गाइस किनभने अब अलिक दिनुहोस् होइन सब्सक्राइब गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् होला होइन तर पनि हामी हेर्छौँ कमेन्ट रिभ्यूहरू हेर्छौँ होइन हामी झन् मोटिभेट भएर झन् भिडियो बनाउँछौँ होइन गाइस अनि सो गाइस अब यति भनिसकेर म अब तपाईँहरूले अब यस्तो भन्दैछु म गाइस कि अब यति हो हाम्रो अब सानोहरूबाट मोटिभेसन पाउनुभएको छ अब तपाईँहरूले भन्नुहुन्छ होला रिल्स देखेर कि अब यो बच्चाहरू के साह्रो बेसी बोलेको कुनै बच्चाहरू के नपढेर के गरेको होला पढेरहरू हुन्छ होला क्या अब गाइस किनकि अब हेर्नुहोस् गाइस सानो उमेरमा होइन अब 10हरू गर्दाखेरि कतिलाई फौज जाने इच्छा हुन्छ तिनीहरूले यस्तो वर्कआउट गरेन भने अब तिनीहरूलाई प्रोन्केडिसन खालि त तिनीहरू बिग्रिन्छ हो गाइस अब किनकि फोन खालि हेऱ्यो भने पनि बिग्रिन्छ गाइस जस्तै कि हामी पनि त्यस्तै थियो अस्तितिर फोन खालि हेर्ने अहिले भर्खर हामी सुध्रेको हो गाइस अनि त्यसले गर्दाखेरि अब भिडियो पनि हाम्रो कन्टिन्यू हुन्छ अनि गाइस त्यस्तो अब आफ्नो छोराछोरी तपाईँहरूको अब छोराछोरी पनि होला गाइस कतिको अनि त्यो छोराछोरी प्यारेन्ट्सहरूले पनि हेर्नुहुँदै होला अनि त्यो प्यारेन्ट्सहरूलाई पनि अब म भन्न चाहन्छु कि छोराछोरीहरूलाई अब त्यो वर्कआउट गर्दाखेरि नरोक्नुहोस् अनि जतिसक्दो अब छोराछोरीहरूलाई यस्तो वर्कआउटपट्टि ध्यान दिनुहोस् किनकि अब यस्तो दियो भने तपाईँहरूले अब आफ्नो छोराछोरीहरूलाई अघि बढाउनु सक्छ गाइस अघि बढ्यो भने अब तपाईँहरूको अब तपाईँहरू त बुढाबुढी भएर जान्छ गाइस किनकि अब नानीहरूको त फ्युचर अलिकति ठुलो भएर जान्छ नि त गाइस किनकि अब हामी सानो मान्छे हो तर ठुलो बोलेको जस्तै हुन्छ गाइस तर अब भन्नु चाहिँ म यस्तै भने हामी अब यस्तै मोटिभेसन दिइरहेछौँ गाइस हो सो गाइस त्यो चाहिँ हो होइन गर्नुहोस् तपाईँहरू हाम्रो मेन मोटिभ चाहिँ त्यो तपाईँहरूलाई भिडियो गरेर चाहिँ त्यो बेसी बोल्ने होइन गाइस हामी तपाईँलाई होइन हामी चाहिँ मेन चाहिँ तपाईँलाई यो वर्कआउट गर्नुहोस् त्यस्तो गर्नुहोस् होइन
वर्कआउट गर्नुहोस् आफ्नो जिउपट्टि ध्यान दिनुहोस् त्यो गर्नुको लागि चाहिँ गाइस हामीले भिडियो बनाएको हो न कि हामीले फनको लागि होइन त्यसो गर्नु अनि गाइस अनि हामीलाई त्यो पैसासँग मतलब छैन गाइस हामीलाई त्यो इच्छा पनि छैन त्यस्तो गाइस किनकि हामी अब हामी जत्रो केटाहरू देख्छौँ भने त गाइस अब ग्याङ पनि के भनेर सिगरेट बिडी तानिरहेको हुन्छ गाइस कता कता अब अहिले नै हेऱ्यो भने उही तलतिर तानिरहेको हुन्छ अब गाइस अब किनकि अब हामीले देख्दाखेरि हामीलाई अब पनि यस्तो हुन्छ हामीले अब त्यही भएर यस्तो हामी तपाईँहरू प्यारेन्ट्सले हेर्छ नि प्यारेन्ट्सलाई पनि हो अब तपाईँहरूलाई पनि कस्तो लाग्छ तपाईँहरूको छोराछोरीले यस्तो गर्दाखेरि अनि त्यही भएर त्यस्तो पनि त्यस्तोपट्टि नलाएर तपाईँहरूले वर्कआउटपट्टि लगायो भने कस्तो राम्रो हुन्छ हो गाइस अब त्यो वर्कआउटपट्टि खालि नलाएर गोलीपट्टि लगायो भने पनि राम्रै हो गाइस फेरि गोलीपट्टि खालि लगाएर स्पोर्ट्सपट्टि खालि लगाएर त्यो राम्रो हुँदैन किनकि फेरि त्यो स्पोर्ट अब यस्तो खेल्न जान्छु भन्छ त्यहाँदेखिको त्यहाँ खान्छ के गर्छ अब त्यो तपाईँहरूलाई थाहा हुँदैन फेरि वर्कआउट पनि गराउनुहोस् त्यति बेला थाहा हुन्छ कि खान्छ खाँदैन होइन गाइस त्यो चाहिँ राम्रो हो गाइस यति भनेर त्यो गर्नुहोस् वर्कआउट गरिदिनुहोस् के भन्छ छोराछोरी वर्कआउट गर्नेलाई होइन यस्तो डम्बेलहरूमा अलिक सहायता गरिदिनुहोस् अर्को जिमहरू जानु चाहिन्छ होइन तपाईँको छोराछोरीहरू जानु दिनुहोस् होइन राम्रै हो जिम भन्ने कुरा त्यो नराम्रो होइन सानो उमेरमा गर्छ केटाहरूमा जोसहरू हुन्छ अब ठुलो भएर त कहिले गर्ने होइन गाइस कामै काम हुन्छ कहिले गर्ने होइन गाइस अब त्यही कारण गाइस अब हामी भन्न चाहन्छौँ कि अब छोराछोरीलाई चाहिँ रोक्नु नगर्नुहोस् किनकि छैन डम्बल किन पैसा छैन कुनै केहरू नभन्नुहोस् अलि अब तपाईँहरूले काम गर्नु त हुन्छ त्यति बेला तपाईँहरूकोमा अलिकति भए पनि पैसा त हुन्छ होला नि त गाइस नभनेको त 500 रुपियाँ छ भने त्यो 500 रुपियाँ तपाईँहरू टेलिग्राममा गएर एउटा लिङ्कमा गएर त्यो एउटा च्यानलमा गएर तपाईँहरूले त्यहाँबाट मगाउँदा हुन्छ त्यो 100-200मा पाइहाल्छ यस्तै डम्बलहरू पाउँछ गाइस अनि तपाईँहरू त्यहाँनिर छैन भने गाइस यस्तोमा पनि गर्दा हुन्छ गाइस हामीले पनि पहिला फर्स्ट त्यस्तैमा गर्दै आएको हो गाइस यस्तो त कति 2 हप्ता त 2 हप्ता भएको त भयो त गाइस हो अब त्यही कारण अब हामी चाहिँ त्यति भन्न चाहन्छु हो गाइस यस्तो मोटिभेसन नानी अब तपाईँहरू बुझिदिनु ठिकै छ अब के भन्नु चाहन्दिनँ अरू हो मोटिभेसन फुल दिइरहेको छौँ गाइस तपाईँहरू सक्नुहुन्छ राति भइसक्यो होइन गाइस तर पनि हामी गर्दैछौँ अब यो मिनी भ्लग हो होइन गाइस तपाईँलाई अब फुल भ्लग त बनाएर दिनु सक्नुहुँदैन हामी होइन फुल भ्लग बनाउनु त सक्दैन हामी यो टक्क मिनी भ्लग हो गाइस होइन तपाईँ देख्न सक्नुहुन्छ हामी वर्कआउट गरेपछि भयो यिनीहरू होइन हामीले त्यो तपाईँलाई बेसी बोलेको जस्तो लाग्यो होला होइन बेसी बोल्यो यिनीहरू केटाहरू गर्दैन वर्कआउट चाहिँ गरेको देखाउँदैन भनेर गाइस हामी गरेर बसेको गाइस होइन अब देख्न सक्नुहुन्छ अनि गाइस अब हामीले वर्कआउट गरेको पनि हाल्नु थाल्छौँ कि अहिले चाहिँ किन नहालेको भन्दाखेरि अहिले अब अलिकति हाम्रोमा फोनहरू राम्रो छैन गाइस किनकि स्ट्यान्डहरू पनि छैन हाम्रोमा हो गाइस यहाँ यस्तो रुमको कन्डिसन छ अब हामीले स्ट्यान्ड पनि छैन हाम्रोमा फोन पनि राम्रो छैन यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले क्यामेरामा कस्तो ब्लर आउँदैछ हो गाइस अब त्यसले गर्दाखेरि हामीले अहिले त्यो वर्कआउट गरेको चाहिँ भिडियो नबनाएको अब यहाँ अगाडि कता राख्नु हेर्नु गाइस अब यहाँ राखेर कसरी बनाउनु भने त्यो पनि बिच्चाको हुन्छ हो गाइस अन्त रनिङ अब हामी भोलि पर्सिदेखि हामीले रनिङ गएको पनि हाल्छौँ डे टु डे हाल्छ हामी अब यो गोर्खाहरूको अनि यो हामीलाई सपोर्ट गरिदिनुहोस् गाइस अनि सब्सक्राइब लाइक कमेन्ट पनि गरिदिनुहोस् होइन गाइस फुल सपोर्ट हालिदिनुहोस् हो गाइस अनि थ्याङ्क यू फर वाचिङ दिस भिडियो ओके बाई बाई सपोर्ट दिस भिडियो ओके गाइस